हेलो एन्ड गुड मर्निङ गाइजहरू। आई होप तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। तपाईँहरूलाई स्वागत छ यो मेरो फर्स्ट मिनी भ्लगमा। आई होप तपाईँहरूले माया गरिदिनु हुनेछ। आज चाहिँ म मेरो खेततिर जोत्न जाँदैछु गाइजहरू। सो तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो मिनी भिलेज हो अनि यो चाहिँ मिनी भिलेजतिर जाने बाटो जुन चाहिँ यस्तो रहेको छ। अनि म चाहिँ जाँदैछु गाइजहरू। यो चाहिँ हाम्रो लिबाङ जाने बाटो हो भने यताको चाहिँ म खेतमा जाने बाटो हो गाइजहरू। फाइनली गाइजहरू म चाहिँ अब खेतमा आइपुगिसकेँ। देख्न सक्नुहुन्छ उता मेरो बाउ हजुरले जोत्नु भइरहेको छ। अब म पनि गएर जोत्ने छु गाइजहरू। यहाँ चाहिँ भाइले मजाले जोत्दै रहेछ। एकछिन भाइलाई डिजे बजाइदिएको त मजाले जोत्न लाग्यो। एकछिनमै भाइले चाहिँ जोडिसक्यो गाइजहरू। यो चाहिँ हाम्रो खेततिरको सिन हेर्न सक्नुहुन्छ गाइजहरू। सो गाइज अनि म पनि डिजे स्टाइलमा मल छर्नेतिर लागिसकेँ गाइजहरू। फाइनली गाइस यता मल पनि सिद्धियो अनि एउटा भाइले चाहिँ मजाले जोड्दै रहेछ गाइसहरू। फाइनली एउटा पनि भाइले जोटिसक्यो गाइसहरू। त्यसपछि ट्र्याक्टर तल झार्न लाग्यो। ट्र्याक्टर तलमाथि गराउँदा अलि गाह्रो हुँदो रहेछ गाइसहरू। त्यस पछाडि खेतमा पुर्याइसकेपछि भाइले मात्रै कति जोटुस् भनेर चाहिँ म चाहिँ जोट्न लागेँ गाइसहरू। त्यस पछाडि ट्र्याक्टर स्टार्ट गरियो। त्यसपछि म पनि डिजे स्टाइलमा रन्किन थालेँ गाइसहरू। फाइनली जोटिसकेपछि थाकिएको महसुस भयो गाइसहरू। एउटा चाहिँ हाम्रो धान छिन्दै रहेछन् गाइसहरू। त्यस पछाडि मैले पनि गएर मजाले एकछिन छिने अनि बुइले यस्तो गराए भन्नुभयो, मैले पनि उस्तै गराएँ गाइसहरू। अनि यता हाम्रो दिदीले खाना बनाउँदै हुनुहुँदो रहेछ। खेतमा यस्तो रमाइलो हुँदाहुँदै म चाहिँ घर जानुपर्ने अवस्था आयो साथीहरू। त्यस पछाडि म घरतिर लागेँ। फाइनली यस्तो खालको ढोको बोकेर। यो चाहिँ मेरो फर्स्ट भिडियो हो गाइसहरू। त्यही भएर चाहिँ आजलाई यति नै। बाई बाई।